सुदूरपश्चिममा देउडा छ र त सुदूरपश्चिम छ, सुदूरपश्चिमका स्थानीय भाषाहरू छन् र त सुदूरपश्चिम छ। यो सुदूरपश्चिमको देउडालाई, ठाडी भाकालाई, यहाँको संस्कृतिलाई माथि उठाउन, उचाइमा पुर्याउन जो योगदान गर्यो, त्यसपछिका पिँढीहरू पनि त्यसमा लाग्नु। सुदूरपश्चिमाञ्चल एकाडेमी एसपीए कलेज जुन एउटा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा एउटा स्थापित कलेज हो, त्यो स्थापित कलेजले सर्वाङ्गीण व्यक्तित्व विकासका लागि, विद्यार्थीहरूको श्रीवृद्धिका लागि, यो क्षेत्रको श्रीवृद्धिका लागि अहोरात्र खटिरहेको छ। हाम्रा प्रमुख अतिथिज्यूले निवेदन गर्नुभयो र भन्नुभयो जस्तै हामीले सम्पूर्ण क्षेत्रमा खेलका माध्यमले, सांस्कृतिक पहिचानका माध्यमले, स्तरीय पठन पाठनका माध्यमले र सुदूरपश्चिमका विद्यार्थीहरू काठमाडौँ जान नपर्ने र काठमाडौँमा पाइने स्तरको स्तरीय पठन पाठन र त्यो सहितको भौतिक पूर्वाधारको प्रत्याभूतिका साथ हामी अगाडि बढिरहेका छौँ। यस्तो गरिमामय हिसाबले अगाडि बढ्न खोजिरहेको एसपीए कलेजका विद्यार्थीहरूलाई हामीले स्मार्ट एसपीएन भनेका छौँ। उहाँहरू संसारमा जहाँ जता गए पनि सुदूरपश्चिमलाई जाजरमान गर्नुहुनेछ, सुदूरपश्चिमको संस्कृतिलाई अगाडि बढाउनुहुनेछ। सुदूरपश्चिममा देउडा छ र त सुदूरपश्चिम छ, सुदूरपश्चिमका स्थानीय भाषाहरू छन् र त सुदूरपश्चिम छ। यहाँका भाषा र संस्कृति र पहिचानहरू छन् र त सुदूरपश्चिम छ। त्यसकारणले ती सबै कुरालाई संसारको जहाँ पुगे पनि, जति ठुलो ठाउँमा पुगे पनि सुदूरपश्चिमको पहिचानलाई बचाउनका लागि हाम्रा उदीयमान कलाकारहरू, हाम्रो समीर भाइ जस्ता व्यक्तित्वहरूले यही पढेर फल्ने र फुल्ने मौका पाउनुभयो र उहाँहरूले यति ठुला विद्वान सरहरूको यहाँ जुन एउटा चाहिँ सङ्गमको रूपमा आज हामीलाई एकाकार गर्ने, उहाँहरूको पाइलाले यो एसपीए कलेजको धरती पवित्र भएको मैले आज चाहिँ गर्वको महसुस गरेको छु। र पहिलो कार्यक्रममै यति धेरै, यति उत्कृष्ट र यति पवित्र उद्देश्य बोकेको कार्यक्रम यहाँहरूले जुन आयोजना गर्नुभयो र म विशेष गरी आफ्नो तर्फबाट र समग्र क्याम्पसको तर्फबाट सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिन चाहन्छु। र यस कार्यक्रममा उपस्थित हुनुभएका सामाजिक विकास मन्त्रीज्यू, विशिष्ट अतिथिज्यू र अन्य सम्पूर्ण महानुभावहरूमा म हार्दिक स्वागत ज्ञापन गर्न चाहन्छु। डाफ्या चढी बसी गयो कलीको माया, नछोटी म्या गरे डुल्ली चढैले जान्यो सुवा तलै मेरा घर, म तेरो जीवनको साथी सोरा जान मान्ने डर, रूपैरी छ चन्द्र जस्तो सोरा जो बझनै राम्रो, मनले सोच्याका जसो सोरा जोडी मिल्यो। ए झुमा भई चम्पा चम्पा कब रौन्या आया, भई चम्पा चम्पा कब रौन्या आया, भई चम्पा आफ्ना कहीं भर होइ जाऊ मालु, दूर गई छै बजका टनम, सर पहली सर जाले रुमाल फर, सर पहली सर जाले रुमाल फर,
धेरै धेरै धन्यवाद। मेरी मन की प्यारीलाई सँगै लैजाने हुँ मालुपा त छुट्टी जानौँ थाहा मेरी मन की प्यारीलाई सँगै लैजाने हुँ मालुपा त छुट्टी जानौँ थाहा एक दुई वर्ष बसी आउली जम्पन क्या होला मालुपा त छुट्टी जानौँ थाहा प्रतिभा क्षमता अगाडि बढाउन शिक्षाको सँगसँगै हाम्रो संस्कृति साहित्य भाषा कलालाई जागेर्ना गर्नका लागि यस्तो युवा भाइ बहिनीहरूले जुन यो जमर्को गर्नुभएको छ अत्यन्त सराहनीय काम तपाईहरुले गर्नुभएको छ। त्यसैमा पनि सुदूरपश्चिम प्रदेशको संस्कृतिलाई सुदूरपश्चिम प्रदेशको देउडालाई ठाडीबाकालाई जुन वनपाखामा महिला दिदीबहिनीहरूले घाँस दाउरामा पुरुष दाजुभाइहरूले मेला ठेलामा अन्य ठाउँमा गीत गाइरहेका थिए त्यो गीतलाई अहिले राष्ट्रिय रूपमा अझ हाम्रा देउडा ठाडीबाका हाम्रो चाहिँ सुदूरपश्चिमको संस्कृतिलाई मन पराउने सम्पूर्ण विदेशमा रहनुभएका दाजुभाइका बिचमा पनि एउटा उचाइमा सुदूरपश्चिमको देउडालाई एउटा सुदूरपश्चिमको ठाडीबाकालाई एउटा उचाइमा पुर्याउने व्यक्तित्वको रूपमा आदरणीय नरेन्द्र राज रेग्मीज्यू जस्तो व्यक्तित्वलाई आदरणीय लालबहादुर थापा जस्तो व्यक्तित्वलाई तपाईहरुले बोलाएर यहाँ यो मूल्याङ्कन समितिमा राख्नुभयो सम्मान गर्नुभयो र त्यसले सबै तपाईहरुको यो एसपीए कलेजलाई एसपीए कलेजको यो तपाईहरुको यो क्लबलाई यो विद्यार्थी भाइ बहिनीहरू यो आयोजक मण्डललाई हार्दिक धन्यवाद दिन चाहन्छु। तपाईहरुले अत्यन्त राम्रो सराहनीय काम गर्नुभएको छ। उहाँहरू जस्तो व्यक्तित्व बारेमा जति भन्यो त्यति कम हुन्छ। मैले आदरणीय नरेन्द्र राज रेग्मीजीसँग लालबहादुर थापाजीसँग नजिकबाट सङ्गत गर्ने मौका त प्राप्त गरेका छैन। नन्दकृष्ण जोशीजी हाम्रो यज्ञराज उपाध्यायजी लगायत अरू थुप्रै व्यक्तित्वहरूसँग अलि मेरो यज्ञराजजी मेरो छिमेकी मेरो गाउँको छिमेकी गाउँको व्यक्तित्व उहाँसँग पनि धेरै मेरो निर्वाचनमा म 3वटा निर्वाचन लडे सबै निर्वाचनमा उहाँ गएर त्यो सांस्कृतिक टोलीको नेतृत्व गर्नुहुन्थ्यो। त्यसैले उहाँहरूसँग अझ नजिक भएर काम गर्ने मौका पनि प्राप्त भयो। त्यस्तै हाम्रो सुदूरपश्चिमको मैले भन्न खोजेको यो संस्कृतिलाई यो हाम्रो यहाँको चाहिने देउडालाई यहाँको चाहिने हिजो हामी यही धनगढीमा म पढ्न आउँदै गर्दा पनि जति बेला म धनगढीमा 2040 सालमा यहाँ कैलाली बहुमुखी क्याम्पस भन्ने मात्रै थियो त्यति बेला म यहाँ पढ्न आउँदै गर्दा हामीहरू यहाँ सांस्कृतिक कार्यक्रम गर्दै म सोबियुको सभापति उपसभापति भएर पढ्दाखेरि त्यहाँको वार्षिक उत्सवमा हामी सांस्कृतिक धेरै जसो विद्यार्थी भाइ बहिनीका बिचमा यो इन्डियाको भारतका चाहिँ फिल्मका गीतहरू भारतीय फिल्मका गीतहरू मात्रै नृत्य गर्न जान्ने अधिकांश मान्छे नेपाली अलि कम
थोरै थोरै मान्छेले मात्रै नेपाली प्रस्तुति गर्थे। यो किसिमको यहाँ धनगढीमा यो वातावरण थियो। हामीहरू पनि स्वयं गौरीभण्डामा भिडियो हेर्ने, पलियामा त्यो चाहिँ के अरे कमल टाकिजमा फिल्म हेर्न जाने गर्थ्यौँ। हामी सबै इन्डियन संस्कृति हुन्थ्यो। अहिले नयाँ युवा भर्खरका भाइ बहिनीहरूले पनि देउडा गीत गाएको, देउडामा रमाएको यो देख्दाखेरि मलाई अलिकति धेरै खुसी लाग्छ। पहिला चाहिँ मान्छे देउडा खेल्नु पनि अलि लाज माने जस्तो, अलि अरूको संस्कृतिलाई बढ्दा यहाँ डिस्को डान्स गर्नु पऱ्यो भने अलिक खुसी मान्ने त्यो खालको वातावरण थियो। अहिले उहाँहरू जस्तो व्यक्तित्वले जो नेतृत्व गर्नुभयो, यो सुदूरपश्चिमको देउडालाई, ठाडी भाकालाई, यहाँको संस्कृतिलाई माथि उठाउन, उचाइमा पुर्याउन जो योगदान गर्यो, त्यसपछिका पिँढीहरू पनि त्यसमा लाग्नुभयो। त्यसपछि चाहिँ यो हाम्रो संस्कृतिले, हाम्रो भाषाले, हाम्रो देउडाले अनि काठमाडौँ जाँदै गर्दाखेरि आफ्नो देउडा के अरे सुदूरपश्चिमको भाषा बोल्दा पनि अलि अप्ठ्यारो मान्ने खालको हाम्रो बानी थियो। हिजोको हाम्रो जेनेरेसनमा मैले देखेको, मभन्दा अगाडिका जेनेरेसनमा पनि त्यस्तै थियो।
पाउँदिन राम्री होली रक्षाबन्धी मजा सो पाउँदिन मजा सो पाउँदिन राम्री होली रक्षाबन्धी हाम्रा कलाहरू हाम्रा संस्कृतिहरू हाम्रा रीतिरिवाजहरू आज लोप हुँदै गइरहेका छन्। त्यस कारणले पनि आज सुदूरपश्चिमाञ्चल क्याम्पसमा रहेको सुदूरपश्चिमाञ्चल संस्कृति समाजले यो कार्यक्रमको आयोजना गरेको छ। आज पश्चिमेली मुलुकहरूको कला र संस्कृतिदेखि लिएर विभिन्न कुराहरू आज हामीहरूले हुबहु उतारिरहेका छौँ। आज हाम्रो आफ्नै अस्तित्व हराइरहेको छ। हाम्रा कला संस्कृति रीतिरिवाजका कुराहरू आज लोप भएर गइरहेका छन्। त्यसमा हामी पनि जिम्मेवार हो र ती कुराहरूलाई बचाउनका निमित्त ती कुराहरूलाई प्रबन्धन गर्नका निमित्त आउने पुस्तालाई हस्तान्तरण गर्नका निमित्त तपाईँ जस्ता युवा विद्यार्थीहरूको खाँचो रहन्छ। त्यस कारणले गर्दाखेरि अबका विद्यार्थीहरूले अबका युवाहरूले परिवर्तनका निमित्त हाम्रा कला संस्कृति रीतिरिवाज परम्परा हाम्रा गौरव गर्न लायकका कुराहरूलाई बचाउनका निमित्त हामी जस्ता विद्यार्थीले प्रयास पटक 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 गर्नुपर्छ। ती प्रयासहरू असफल भए पनि केही छैन। हामीले शुद्ध उद्देश्य बोकेर हिँडिरहेका छौँ भने त्यसमा हामीलाई केही फरक पर्नेवाला छैन। सिर्फ हामी उद्देश्य बोकेर हिँड्ने मान्छे हो। त्यस कारणले गर्दाखेरि आज विभिन्न तपाईँहरूले देखिरहनु भएको छ। अहिले भनेको सामाजिक सञ्जालको युग हो। अहिले भनेको जसरी विज्ञानको युग भनेर हामी गइरहेका छौँ। विज्ञान सँगसँगै आज अन्य मुलुकको कला संस्कृति फेसनको कुराहरू आज हामीले हुबहु कपी गरिरहेका छौँ। तर हाम्रो आफ्नो कला संस्कृति रीतिरिवाज हाम्रा विभिन्न कुराहरूलाई हामीले भुल्दै गइरहेका छौँ। अबको 5 वर्ष अबको 10 वर्षपछि अथवा अबको 1 दशक 2 दशक 3 दशक अथवा अबको 1 पुस्तापछि 2 पुस्तापछि हाम्रा कला संस्कृतिहरू साँच्चीकै पूर्ण रूपमा विलय भएर जाने त होइनन् भन्ने चिन्ता हामीले लिनुपर्छ। त्यो सँगसँगै हाम्रा विभिन्न स्थानीय सरकारहरूले आफ्नो माध्यमिक तहसम्मको शिक्षाहरूमा स्थानीय पाठ्य पुस्तकहरूलाई राख्नुपर्छ है भनेर विभिन्न स्थानीय तहहरूले अहिले पनि कार्यहरू गरिरहनु भएको छ। त्यसमा हरेक स्थानीय तहहरूले आफ्ना स्थानीय क्षेत्रमा रहेका कला संस्कृतिहरूलाई सम्वर्धन गर्ने हिसाबले पाठ्यक्रमहरू अबको शैक्षिक संस्थाहरूले बनाउनुपर्छ। अबका स्थानीय सरकारहरूले बनाउनुपर्छ भन्ने माग पनि म यहीबाट गर्न चाहन्छु। र त्यसका साथसाथै सम्पूर्ण आयोजक टिमहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। यदि तपाईँहरू हुनुहुन्थेन भने आजको कार्यक्रम सफल हुने थिएन। तपाईँहरूको मेहनतलाई पनि मेहनतको लागि पनि तपाईँहरूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। आज हामीले सांस्कृतिक कार्यक्रममा लोकगीत प्रतियोगितालाई जोडेका थियौँ र लोकगीतले त्यो प्रतियोगिताले केवल मनोरञ्जन मात्र नभएर समाज विविधता र संस्कृतिको पनि उजागर गर्ने गर्छ। आजका कलाकारहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। उनीहरूको मेहनत र परिस्थितिले साँच्चीकै हामीलाई हृदयदेखि नै छुने बनाएको थियो। त्यसै गरी मेरो यसै सांस्कृतिक क्लबकी सदस्य र मेरो एकदमै प्रिय मिल्ने साथी भागवती राउतजी, उहाँले प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन